स्टार्ट ल आज हाम्रो प्रिय नेताजी हाम्रो दिपु आफ्नो मुक्तक वा गजल भन्दै हुनुहुन्छ है ल स्टार्ट गरौँ ल बस्न चाहन्थे तिम्रो दिलमा भनेनौ ओहो बस्न चाहन्थे तिम्रो दिलमा बस भनेनौ बस्न चाहन्थे तिम्रो दिलमा बस भनेनौ वाउ परेरै प्रपोज गरेको थिएँ यस भनेनौ मन परेर नि प्रपोज गरेको थिएँ यस भनेनौ बस्न चाहन्थे तिम्रो दिलमा बस भनेनौ मन परेरै प्रपोज गरेको थिएँ यस भनेनौ सहयोग माग्दा सहयोग गर्न चाहन्थे म पनि गोपाल सहयोग माग्दा सहयोग गर्न चाहन्थे म पनि सहयोग माग्दा सहयोग गर्न चाहन्थे म पनि तिमीले 1000 छ कि भन्यो 5-10 भनेनौ बस्न चाहन्थे तिम्रो दिलमा बस भनेनौ मन परेरै प्रपोज गरेको थिएँ यस भनेनौ मसँग मात्रै हो कि अधिकता अरूसँग पनि हो मसँग मात्रै हो कि अधिकता अरूसँग पनि हो मसँग मात्रै हो कि अधिकता अरूसँग पनि हो घुम्न जाउँ भनेकै थिएँ खै किन हस भनेन बस्न चाहन्थे तिम्रो दिलमा बस भनेनौ परेरै प्रपोज गरेको थिएँ कसैको जीवन मेल खाए सहयोग मात्र हुँदैन खेलाडी रहेछौ तिमी खेलको नियमै मिच्ने खेलाडी रहेछौ तिमी खेलको नियम नै मिच्ने खेलाडी रहेछौ तिमी खेलको नियम नै मिच्ने मेरो भविष्यसँग खेल्नु अगाडि टस भनेनौ बस्न चाहन्थे तिम्रो दिलमा बस भनेनौ मन परेरै प्रपोज गरेको थिएँ गुड एकदम राम्रो गजलकार हाम्रो दिपेन्द्र कुमार बिसी दिपु हाम्रो लेखक नै हुनुहुन्छ आर्टिकलहरू नै धेरै लेख्नु भयो ल अरू केही अर्को मुक्त सुनाउने ल ठिक छ ल